आजको बिहानीको सुरुवात पूजा गर्दै भयो। हेलो एन्ड नमस्ते साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो आजको नयाँ मिनी भ्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। अनि साथीहरु, आज चाहिँ हामीहरुले घरको होम गरायौं घरलाई शुद्ध बनाउनको लागि। घर शुद्ध नभएकाले नानी बाबुहरु बिराम भएका थिए, सो त्यसैले घरको होम गर्यौं। पूजा गरिसकेपछि मासु बनाउन लागे। सबैभन्दा पहिला मासु बनाउनको लागि कुकरमा तेल हाले। तेल तातिसकेपछि माथिबाट प्याज हालिदिए। प्याज यतिको रातो भइसकेपछि सानो प्याजको पात नि हालिदिए अनि हरियो लसुनको पात, घरमा भएको सबै मरमसला हाले। त्यसपछि मसलाहरुको मिठो बास्ना आउने गरी पर भुटे। त्यसपछि माथिबाट टमाटर हाले। टमाटर हालिसकेपछि अभियसली नुन त हाल्नै पर्छ। सबै मसलामा नुन मिक्स गर्नको लागि एकछिन चलाए अनि मिक्स गरिसकेपछि माथिबाट छोपेर एकछिन पाक्नलाई छोडिदिए। अनि यतिको मसला भइसकेपछि खसीको मासु हाले अनि एकछिन मासुलाई पनि राम्रोसँग भुटे। अनि यतिको भुटिसकेपछि पानी हालेर ढक्कन लगाए अनि 5 मिनेटसम्म पाक्नको लागि छोडिदिए। अनि त्यसपछि आटा मुछे, किनभने आज पनि थानमा पुरी हाल्नु पर्ने थियो। आज पुरी हाल्न म गइन, दिदी जानुभयो। त्यतिखेरसम्म मासु पाकिसकेको थियो अनि माथिबाट मैले हरियो धनिया पनि हाले। मासु पाकिसकेपछि जुम्लाको लोकल मार्सी चावलको भात र खसीको मासुसँग भात खाए। एकदमै मिठो भएको थियो। सो आजलाई यति नै साथीहरु, भेटौँला अर्को नेक्स्ट भिडियोमा। बाइ बाइ।